विवाहको दिन बिहान चाहिँ प्रात लगन मुहुर्त हुन्छ। त्यो लगन मुहुर्त चाहिँ बिहान 7:30 बजेको थियो र त्यसैका लागि हामी परिवारमा जति पनि थियौँ सबैजना बिहान अब छिटै आफ्नो घरको कामहरू सकेर नुहाइधुवाइ गरेर लगनको लागि भनेर चाहिँ आइपुनि पुग्यौँ। अनि कसैले बोक्नु भइरहेको थियो दाउरा, कसैले बोक्नु भइरहेको थियो यो कलश, अनि कसैले बोक्नु भइरहेको थियो भार। सबैको हातमा केही न केही चाहिँ थियो। क्यामेराम्यान पनि तयार हुनुहुन्छ? क्यामेराम्यान तयार। मेरो मोबाइलबाट फोटो लगन चाहिँ हामीहरूको भइसक्यो। लगन भइसकेर चाहिँ यता सबैले बुकुवा दल्दै हुन्छ। बेहुलीलाई चाहिँ बिहानै हामीले अलिअलि बुकुवा बनाएर दलिदिएर मेकअप गर्ने बुनु पनि आइसक्नु भयो तर हामीहरूको घरमा मेकअप गर्दै हुन्थ्यो र त्यो बुकुवा चाहिँ हामीले सबैले दल्यौँ। अब लगनको पूजा गर्दाखेरि बेहुलीको साडी ब्लाउजको पनि पूजा हुन्छ अनि त्यही लिएर चाहिँ म आएँ घर। अनि घरमा आएर हेरेँ कि बेहुलीको चाहिँ यति मेकअप भइसकेछ र फाइनल लुक चाहिँ यो हो गाइस। कस्तै प्यारी देखिनु भएको छ नभन्नु न। त्यसपछि म पनि आफै अलिअलि रेडी भइसकेँ। मलाई पनि कस्तो लागिरहेछ त्यो पनि हजुरहरूले भन्नु होला। जति मलाई मेकअप गर्न आउँथ्यो त्यो सबै मैले यता एप्लाई गरिसकेँ आफूमा। र अनि यता बेहुली र उता चाहिँ हुनुहुन्छ मेकअप आर्टिस्ट निशा छेत्री बुनु। अगर हजुरहरूलाई पनि एकदम राम्रो ड्रिम मेकअप अगर चाहिएको छ भने पार्टी होस् वेडिङ होस् जेको पनि उहाँले एकदमै राम्रो मेकअप गर्नुहुन्छ। कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हजुरहरूले कमेन्टमा भन्न सक्नुहुन्छ। म उहाँको नम्बर दिनेछु र मेरो फाइनल लुक पनि यता यस्तो खालको र बिहे घरमा चाहिँ यता फुपूहरू सबैजना फोटो क्लिक गर्दै हुनुहुँदो रहेछ। अहिले पेन्डेलभित्रको चाहिँ माहौल यति राम्रो छ नि। अब यता सबैजना यति राम्रा भएर आउनुभएछ। यता मेरी फुपू सासु हुनुहुन्छ, उता आन्टी, यता मेरी दिदी, उता पनि दिदी, सबैजना यति सजिएर राम्रा भएर आउनुपर्छ। यता छोरी र भान्जी पनि फोटो क्लिक गर्नको लागि पोज छिटाएछन् र त्यसै बिचमा बेहुलाहरू पनि गेटसम्म आइपुग्नु भयो भनेर ब्यान्ड बाजाको आवाज सुन्यो र त्यही लागि यता हामी पनि बाहिर अब जन्ती पर्सिनको लागि सबैजना निस्किसक्यौँ।